गाउँको सानो घरमा बिहानको घाम झुल्किनु अघि नै उनी उठ्थिन्। आँगन बुहार्ने, गाईलाई घाँस हाल्ने अनि चुलो बालेर खाना पकाउने। उनको दिन यस्तै सुरु हुन्थ्यो। उमेर त अझै सपना देख्ने थियो, तर जीवनले उनलाई धेरै छिट्टै जिम्मेवारीको बाटोमा धकेलेको थियो। सानो उमेरमै विवाह भयो। पढ्ने रहर थियो, आकाश जति ठूला सपना थिए, तर ती सबै को छ र तिमीलाई आज बुझिदिने जस्तै अधुरा शब्द बनेर मनमै हराए। कसैले उनको मनका कुरा बुझ्ने फुर्सद पाएन। समय बित्दै गयो। एक दिन उनको काखमा सानो बालक आयो, जसको नाम उनले राखी जन। त्यो दिनदेखि उनको संसार बदलियो। आफ्ना सपना बिर्सेर उनले छोराको आँखामा आफ्ना सबै चाहनाहरू देख्न थालिन्। जन ठूलो हुँदै गयो। ऊ सधैँ आमाको साथमा बस्न खोज्थ्यो। कहिलेकाहीँ आमा खेततिर जाँदा ऊ पनि पछ्याउँदै जान्थ्यो। आमा, तिमी किन सधैँ काम मात्र गर्छौ? आमाले मुस्कुराउँदै भन्थिन्। तिम्रो लागि हो बाबु। तर त्यो मुस्कानभित्र लुकेको थकान जनले बिस्तारै बुझ्न थाल्यो। तिम्रा मनका कुरा सबै सोधिदिने भन्ने कसैको आवाज जस्तो लाग्थ्यो उसलाई। तर आमासँग कसैले कहिल्यै त्यो प्रश्न सोधेन। राति सबै सुतिसकेपछि उनी कहिलेकाहीँ एक्लै बस्थिन्। आँखाबाट आँसु बग्थ्यो। एक्लै बस्दा आँसु नयनबाट झर्दा पीडा हुन्छ। उनको पीडा चुपचाप अँध्यारोसँग मिसिन्थ्यो। जनले एक दिन त्यो देख्यो। आमा, तिमी किन रुँदै थियौ? उनले छिट्टै आँसु पुछिन्। केही होइन बाबु, धुलो पस्यो आँखामा। तर जन अब सानो थिएन। उसले बुझिसकेको थियो आमाले आफ्नो जीवन उसको लागि सुम्पेकी छिन्। वर्षहरू बिते। जन पढाइमा राम्रो भयो। गाउँबाट सहर गयो। आमाले आफ्नो गहना बेचेर उसको शुल्क तिरिन्। कहिल्यै गुनासो गरिनन्। एक दिन जनले सोध्यो, आमा, तिम्रो सपना के थियो? उनले केही बेर मौन भइन्। कहिल्यै सोच्ने फुर्सद पाइएन बाबु। त्यो उत्तर जनको मनमा गहिरो गरी बस्यो। तिम्रा मन दुख्यो होला, दुख हुनेलाई के थाहा? उसले गीतका शब्दहरू सम्झ्यो। जनले कसम खायो उसले आमाको सपना फिर्ता ल्याउनेछ। समय आयो। जन ठूलो मानिस बन्यो। उसले सहरमा राम्रो जागिर पायो। एक दिन ऊ गाउँ फर्कियो। आमा, म तिमीलाई केही देखाउन चाहन्छु। उसले आमालाई सहर लिएर गयो। त्यहाँ एउटा सानो विद्यालय थियो, आमाको नाममा खोलिएको। आमा, तिमीले पढ्न पाएनौ, अब अरू छोरीहरूले पाउनेछन्। आमाको आँखाबाट आँसु झर्यो, तर यो पटक दुःखको होइन, खुसीको थियो। को छ र तिमीलाई आज बुझिदिने? अब त्यो प्रश्नको उत्तर थियो जन। उनले छोरालाई अँगालो हालिन्। तिमीले मेरो सबै कुरा बुझ्यौ बाबु। जन मुस्कुरायो। तिम्रा मनका कुरा सबै सोधिदिए। त्यो दिन आकाश पनि नजिक जस्तो लाग्यो। आकाश छुने रहर। आमाको अधुरो सपना अब पूरा हुँदै थियो। आमाले आफ्नो जीवनभर सहनु परेको पीडा, एक्लोपन, त्याग सबै आज अर्थपूर्ण भएको थियो। राति उनी फेरि आकाशतिर हेरिन्, तर यसपटक आँसु थिएनन्, मात्र सन्तोष थियो। उनको मनले भनिरहेको थियो, अब कोही छ जसले मलाई